हामीलाई यस्तै प्रकारको साथ सदा सदा रहिरहोस्। अब म कार्यक्रम अगाडि बढाउँछु। कार्यक्रमको अध्यक्षता गरिदिनु हुनका लागि कोशी साहित्य कला परिषद नेपालका कोषाध्यक्ष, रङ्गेली साहित्य समाजका अध्यक्ष, छन्द वाटिका नेपालका सचिव आदरणीय चिरञ्जीवी काफ्लेज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिलाई पर्खिरहेका छौँ। उहाँ आइपुगेपछि हामी आसन ग्रहण गराउनेछौँ। त्यसै गरी साथै उपद्रष्टा भन्छौँ हामी अर्कमान तामाङ सर, उहाँ आइपुग्नु भएको बारम्बार सहिसकेका छौँ र पनि निरन्तर लागिरहेका छौँ। आजका पुस्तकका लेखक, आजका नायक भन्छु म, लेखक अनुसन्धाता केशु विरहीज्यूलाई परिचयसहित म आसन ग्रहणको लागि निमन्त्रणा गर्दछु। हामी महिला पुरुष लेखनमा कसैको भूमिका रहेको हुन्छ। चिन्ता देवी उप्रेतीका साथ सुजा शर्मा भनेर का लागि आग्रह गरे, जसले केशु विरहीलाई यो स्थानमा। त्यसै गरी म अब क्रमशः अध्यक्ष केशव अधिकारी सरलाई म आसन ग्रहणका लागि आग्रह गर्दछु। सर बरालुलाई पनि म आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। उहाँ मेरो विद्यालय पूर्व क्याम्पस प्रमुख प्रेम प्रसाद भट्टराई गुरुलाई आसन ग्रहणका लागि आग्रह गर्दछु। गुरु आइपुग्नु भएको छैन सर। त्यसै गरी हार्दिक आग्रह गर्दछु। रमेश खड्काज्यू जो सुकुना बहुमुखी क्याम्पसका सञ्चालक समितिका सदस्य पनि हुनुहुन्छ। म रमेश सरलाई पनि हार्दिक स्वागत म स्वागत सम्मान सहित आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। सामाजिक व्यक्तित्व ललित बहादुर श्रेष्ठज्यू जो यो क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष, स्वागत सम्मान गर्छु। स्वागत सम्मान गर्छु। सम्भवतः उहाँ आइपुग्नु भएको छैन। ज्यूलाई स्वागत सम्मान गर्छु। सुन्दर हरैजा कला विकास समितिका अध्यक्ष डाक्टर दीपक नेौपानेज्यूलाई स्वागत सम्मान गर्दछु। विराट साहित्य समाजका अध्यक्ष आदरणीय गुरु विदुर सुवेदीज्यूलाई स्वागत सम्मान गर्दछु। यसै गरी गर्नेछु छन्द वाटिका नेपाल विराटनगरका अध्यक्ष हरिकट संरक्षक देवी भक्त श्रेष्ठज्यूलाई पनि हामीले निमन्त्रणा गरेका थियौँ। सम्भवतः सर आइपुग्नु भएको छैन। लागि आग्रह गर्दछु। किशोर राईज्यूलाई स्वागत सम्मान गर्न चाहन्छु। यसै गरी सङ्गीत रमेश निरौला दाजुलाई पनि स्वागत सम्मान गर्न चाहन्छु। र डाइनामिक वरिष्ठ कवि नाटककार दाजु भरत बर्मरिकज्यूलाई स्वागत सम्मान गर्न चाहन्छु। बलराज भट्टराईज्यूलाई म हार्दिक स्वागत सम्मान गर्न चाहन्छु। लेखनालय चन्द्रगढी झापाका अध्यक्ष नवराज घिमिरेज्यूलाई स्वागत सम्मान गर्न चाहन्छु। सम्भवतः सर आइपुग्नु भएको चाहन्छु। नेपाली साहित्य समाज दुर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमीज्यूलाई स्वागत सम्मान गर्दछु। तरङ्गी साहित्य समाज कोशी प्रदेशका अध्यक्ष स्रष्टा रमेन्द्र कोइरालाज्यूलाई स्वागत सम्मान गर्दछु। सृजना निरनाथ सिलवालज्यूलाई स्वागत सम्मान गर्दछु। लेटाङ सम्मान गर्दछु। आम्लाबुङ साहित्य गर्दछु। कार्कीज्यूलाई स्वागत सम्मान गर्दछु। निमन्त्रणा गरेका छौँ। उहाँहरू सहभागी हुनेछौँ। सायो तुङ्ग फुलका